कुन्ते श्रियम दशरथे शत्रुक्षयो राघवे युषे पवने गतिञ्च भवने मानन्त दुर्योधने शिलाम शान्त बने सत्यन्त कुन्ती सुखी विज्ञाने नारायण रक्षकरं दुर्योधन मन्दी पिताको पुगोस् जीवन सफलमय होस् खै कपडा अब शान्ति तिमीलाई मात्र देख्छ मेरो दृष्टि तिमी छौ र छन् ए आकाश धरती तिमीलाई मात्र देख्छ मेरो दृष्टि तिमी छौ र छन् ए आकाश धरती तिम्रो चाहमा म डुबे तिमीलाई मात्र रोजे फुलपात रङहरूमा तिमीलाई मात्र खोजे थाहै भएन मलाई कहिले हराइसके आफू रहिन म तिम्रो भइसके म तिम्रो भइसके म तिम्रो भइसके म तिम्रो भइसके मनलाई सोधी हेरे 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 तिमी कहाँ छौ नयनमा खोजी हेरे तिमी कहाँ छौ जब धड्क्यो मुटु मेरो त्यही तिमीलाई भेटे जब धड्क्यो मुटु मेरो त्यही तिमीलाई भेटे आफू रहिन म तिम्रो भइसके म तिम्रो भइसके म तिम्रो भइसके म तिम्रो भइसके सागरमा उक्ली खोजे सागरमा डुबी खोजे पवनलाई छोई सोधे माटोलाई छामी सोधे जलनमा तडपी खोजे तिमी कहाँ छौ ईश्वरलाई ढोकी साइढो तिमी कहाँ छौ जब चम्क्यो अन्तर्दृष्टि त्यही तिमीलाई देखे जब चम्क्यो अन्तर्दृष्टि त्यही तिमीलाई देखे आफू रहिन म तिम्रो भइसके म तिम्रो भइसके म तिम्रो भइसके म तिम्रो भइसके तिमीलाई मात्र देख्छ मेरो दृष्टि तिमी छौ र छन् ए
आकाश धरती तिम्रो चाहमा म डुबे तिमीलाई मात्र रोजे फुलपात रङहरूमा तिमीलाई मात्र खोजे थाहै भएन मलाई कहिले हराइसके आफू रहिन म तिम्रो भइसके म तिम्रो भइसके म तिम्रो भइसके म तिम्रो भइसके मलाई यस्तरी पछाडिबाट मजा हारेको यहाँ पुरै धुलो धुलो भएर आउनुहुन्छ टेन्सन नगर्नु न जिन्दगी भनेको एउटा हो कि भगवानले देखाएन अर्को जुनी के हो कसो हो भनाइ मात्र हो भोगेर कोही आएन कि त्यो त हुन नि सक्दैन एउटा जुनीमा रिल्याक्स गर्ने हो कि दाइ हुँदैन टेन्सन फ्री मैले माग्यो भने टेन्सन लेने का नहीं देने का है टेन्सन लेने का नहीं देने का नहीं यहाँ फसेको छ रे यहाँनिर फसेर भाइ त्यही गाडीमा लडेर अघि आएको गाडी त्यति नहुने बानी हुन्छ कम्तीमा चिन्न त पर्यो नि हुन्छ नानी मैले हामी गयौँ अहिले है मैले कुनै भाइ देखा बल्ल थाहा पायो ठुली आमाले धेरै आउने मान्छे अझै त्यस्तो होइन हरिमाको त्यत्रो ठुलो निधार भएर सबै हटाएछ कस्तो फुल भएको हो निधार हटेन भने मामा मेरो निधार अलि फास्ट भयो भने नत्र त फेरि सुई आएन ढिला गऱ्यो भने मान्छे मर्छ हटा लौ नदेखाइकन नमस्ते भाइले भन्छ हट त भाइ सुते है कस्तो नि हाई स्पिडको गाडी परेर बेला ब्रेकै लाउँदैन कहिले ब्रेक लायो भने झनकै ब्रेक लाउँछ मान्छे उत्ताउँछ होइन त्यस्तो नहोस् एउटा सोलो एउटा के अरे एउटै गतिले हिँडोस् मेरो भान्जा पनि अब भान्जालाई चाहिँ डक्टर बनाउनु यिनले चाहिँ बेसरी सुई घोप्छन् मैले कति भन्न बाँकी छ हात लगाइहालेँ डक्टर त बन्दिनँ म तिमीलाई पाइलट बनाउनु हो पाइलट बनाउने कहिले पुलिस हुन्छ कहिले करातेको प्लेयर हुन्छ कहिले क्रिकेट प्लेयर हुन्छ ए नदेखाइकन अनि जापानबाट आउँदा टिकट महँगो छ कि पाइलटै भान्जा भयो यस्तो सकियो नि एक्चुअली टिकट पाइलटले काट्दैन यिनको लक्ष्य के छ मैले सोधेको थिएँ नि त्यही भएर यही बनाउँछु भन्दैन जे बन्छ नि म त्यसमा काँध थाप्छु त्यही हो बोक्नुहुन्छ मामा अब थाप्छु भनेपछि त बोक्नै त होला नि के छ बहन त है यसपछि तपाईँ आज ट्र्याक्टर चढी चढिन दाइको बिहा भने चाहिँ ट्र्याक्टर सेक्टर केही नहेरिकन हिँडेको नि त नाति तिम्रो बिहा त यसरी गर्नुपर्छ जापानिज खोजेर बिहा गर्ने है त
पहिले चेन्ज भयो होला भने त को हो त्यसो भए त्यति जाबो त्यसको प्रचण्डमा त नाम पुष्प कमल कहिलेदेखि भयो त्यसको निकनेम चाहिँ प्रचण्ड हो पढ्न टाढो हो कहाँ नाम उनीहरू लगाइछस् कहिले थाहा पनि छैन जिप आयो जिप पैसा दिन्छु त्यसलाई त्यो दाइले पैसा दिएन भन्दै भरि गीत गाउनु सक्यो रस्तु चिरायु रस्तु अलिकति यसको निकालेर ल्याउनु पर्छ सबै निस्क्यो पुग्नु पर्यो नि त आशीर्वाद भन्नुहोस् है सबैले मिलाएर आयुष्मान भव आज फेरि छोइन हुन्छ भन्छ धान्य रस्तु चिरायु रस्तु अब टाउको टीका सबै झरुन रस्तु होइन पहिला मौजेर बिस्तारा जाँदा राम्रो तीनचोटि होइन आशीर्वाद त्यही हो आशीर्वाद त भित्रभित्र दिइरहेको छु मैले मेरो भाइ अब नेक्स्ट सेक्सनमा नाम निकाल्छ यसले मेरो आशीर्वाद हो मेरो एकदम ठुलो सपना हो यसले नाम ननिकाल्दा मलाई दिनै ज्वरो आउला जस्तो भइरहेको हुन्छ लाग्यो भने हुँदै हुनुहुन्छ यत्रो दाइहरु बाहरमा दाइ भाउजू दुईटै जापान फेरि अर्का ठुला दाइ भाउजू दुईटै चेक रिपब्लिक सुरेशरी गएको छ त नि माथि त्यही गाडी लिएर गयो ए सुरेश अर्को सुरेश श्रीराम शान्त भने बलधर हरे सत्यन्त कुन्ती सुते विज्ञानी विद्री भवन्तु वरदान प्रत्यक्ष नारायण हजुर बुवा तपाईले घोक्नेको हो यो अब यो के कसरी उठाउनु रन उ कलर के हुने पहिला उठाएछ अरे ढोक ड्याडीमा केही छ पहिला मानेन किन यो काटेर हुन्छ नि कहाँ त्यतिको ड्याडीले छिटो गर्ने छिटो खोज्ने त्यसैले जित्ने आज खोजेर अब ए खनाउने ठिकै छ पाँचजना बढी बाहिरबाट भयो नि पक्षपात हुन्छ कोही पनि बोल्दैन है बोल्यो भने बोल्नेको बच्चाले ग्याम आएर है बोल्यो भने बोल्नेले ग्याम आएर है बच्चाले एउटा भेटिसक्यो मम्मी अब तपाईँलाई गाह्रो परिसक्यो मम्मी कर्नरमा हुन्छ माथि हुन्न सिक्का जहिले कर्नरमा हुन्छ कर्नर भने छेउछाउमा डिफेन्स गोल कसले हान्छ है